बेग्लै प्रकारले परिस्थिति अगाडि जाने देखिन्छ। अहिलेसम्मको अवस्था हेर्दा एउटा वेभ चाहिँ मधेसको मानिस सम्भावित प्रधानमन्त्रीको रूपमा छ, त्यसैले उसलाई जिताउनुपर्छ, यो पार्टीलाई जिताउनुपर्छ भन्ने प्रकारले प्रचारबाजी भएको देखिन्छ। आज त्यो जनकपुरबाट सेन्टिमेन्ट सुरु भयो, त्यो सेन्टिमेन्टले कति काम गर्छ त्यसको हामीले एनालाइसिस गर्न बाँकी छ। एक दोस्रो कुरा, त्यहाँको रियल स्थिति आजसम्मको स्थिति चाहिँ के हो भने त्यो सभामा मान्छे कहाँबाट आए, कसले ल्याए, कसले पठाए, त्यतापट्टि हामी अहिले अलि पुरै सूचना नआइकन चर्चा नगरौँ। तर मधेसमा चाहिँ अहिलेसम्मको स्थितिमा चाहिँ अरू दलहरूको पनि समान उपस्थिति छ। सबभन्दा न्यून प्रभाव परेको क्षेत्र भनेको रासपाको चाहिँ मधेस हो, तराई नै हो आजसम्म। तर आज मान्छेहरू हेर्न पनि जान्थे नि। हामी त अब त्यति बेला गणतन्त्र आउनुभन्दा ठिक्क अगाडि शिरबहादुर महाराज धिराजको अभिनन्दन हुन्थ्यो। हजारौँ लाखौँ मान्छेहरू त्यो अभिनन्दनमा सहभागी भए नि देखे। राजाले दरबार छोडेर हिँडेका दिन एकजना मान्छे मात्रै नमस्कार गर्न उभिएको पनि देखेको हामीले त। त्यहाँ कोही पनि मान्छे साथ दिन पुगेन नि। त्यसो भएर यो भिडका आधारमा हामीले त्यो कार्यक्रममा जो आए ती सबै तिनकै मान्छे हुनु भएर बुझ्नु हुँदैन। हेर्न जानी हुन्छ, रमिता हेर्ने हुन्छ, यो बाँकी छ बुझ्न। अब नेपालको सत्ता राजनीतिमा मधेस